मटर पनिर घरमा हामीहरूले यसरी सजिलै बनाएर खान सकिन्छ। पनिरमा प्रशस्त मात्रामा प्रोटिन पाउनुका साथै अन्य भिटामिन पनि पाउन सकिन्छ। यसरी बनाएको मटर पनिर खानका लागि असाध्यै मिठो हुन्छ। अब बनाउन तर्फ लागौँ है त। मलाई आवश्यकता पर्ने हरियो मटर कोसा लिएकी छु। त्यसैगरी यो चाहिँ पनिर हो। हजुरहरूले यो हरियो मटर कोसाको सट्टा अर्को मटर पनि लिन सक्नुहुन्छ। अब यो पनिरको पिस बनाउनु पर्ने हुन्छ, त्यसैले मैले यसलाई चक्कुको सहायताले यसरी काटेर पिस बनाउँदैछु। पिस बनाउँदा आफूलाई कत्रो साइजमा मन पर्छ त्यही अनुसार बनाउन सक्नुहुन्छ। मैले चाहिँ हेर्नु त ठिक्कको साइजमा पिस बनाएको छु। यसैगरी सबै पनिरको पिस पनि बनाएर सकिसकेको छु। अब यो पनिरलाई फ्राई गर्नुपर्ने हुन्छ, त्यसैले हिट अन गरेर पेन बसालेँ। पेन तातिसकेको छ। यसमा म अलिकति तेल राख्दैछु। तेल पनि तातिसकेको छ। अब यसमा म पनिर राख्दैछु। पनिर राख्दा थोरै थोरै गरी फ्राई गर्नुपर्ने हुन्छ। अब यसलाई एकैछिन यसरी फिजारेर छोडिदिनुपर्छ अनि हामी यसलाई चलाएर अर्को भाग पकाउनु पर्छ। यसै गरी पनिरलाई हामी केही समय फ्राई गर्छौं। अब यो हल्का ब्राउन भइसकेको छ। हेर्नु त अब यो यतिको बनिसकेको छ। अब यो यतिको गोल्डन ब्राउन भइसकेपछि हामी यसलाई तेलबाट बाहिर निकाल्छौं। यसैगरी सबै पनिरहरू मैले फ्राई गरेर पनि सकिसकेको छु। पनिर पनि फ्राई गरेर तयारी भइसकेको छ। पनिरको साथसाथै मैले हरियो मटर भइहाल्यो। त्यसैगरी चप गरेको टमाटर, चप गरेको प्याज, अनि त्यसैगरी अदुवा लसुनको पेस्ट अनि हरियो धनियाको पत्ता, यी सबै इन्ग्रेडियन्टहरू लिइसकेपछि अब बनाउन तर्फ लागौँ है त। हिट अन गरेर प्यान बसालेँ। प्यान तातिसकेको छ। यसमा मैले अलिकति तेल राख्दैछु। तेल पनि तातिसकेको छ। चप गरेको प्याज राखेँ। अब यो प्याजलाई एकैछिन फ्राई गर्नुपर्छ। त्यसैगरी दुईटा तेजपत्ता पनि यसैमा राखेँ। यो राखिसकेपछि पनि हामीहरू केही समय यसरी फ्राई गर्छौं। अब प्याज पनि गोल्डन ब्राउन भइसकेको छ अनि चप गरेको टमाटर राखेँ। यो राखिसकेपछि पनि हामी केही समय यसरी चलाउँदै भुट्दै गर्छौं। त्यसैगरी अलिकति बेसार राखेँ। यो राखिसकेपछि पनि हामीहरू यसरी चलाउँदै पकाउँदै गर्छौं। त्यसैगरी मैले 2 चम्चा जिरा धनियाको पाउडर पनि राखेँ। यो राखिसकेपछि पनि हामीहरू यसैगरी चलाउँदै भुट्दै गर्नुपर्छ। अब मसलालाई केही समय भुटिसकेपछि मैले अदुवा लसुनको पेस्ट राखेँ। यो राखिसकेपछि पनि केही समय यसरी चलाउँदै पकाउँदै गर्नुपर्छ। यी सबै मसलाहरूलाई हामी केही समय यसैगरी भुट्नुपर्ने हुन्छ। अब यो राम्रोसँग भुटिएको छ अनि म यसमा हरियो मटर कोसाको दाना राखेँ। यो राखिसकेपछि पनि हामीहरू केही समय यसरी चलाउँदै भुट्दै गर्नुपर्छ। अब यसमा म स्वाद अनुसार नुन राखेँ। यो राखिसकेपछि पनि हामीहरू यसरी चलाउँदै पकाउँदै गर्नुपर्छ। अब यसलाई केही समय भुटिसकेपछि यो यतिको बनेको छ। अब यो अझै राम्रोसँग पाकोस् भन्नका लागि थोरै पानी राखेँ अनि यसलाई म 5 मिनेटको लागि छोपेर पकाउँदैछु। 5 मिनेट पनि भइसकेको छ। यसको ढकनी निकालेँ। अब हेर्नु त यसमा भएको पानी पनि राम्रोसँग सुकिसकेको छ। मटर पनि राम्रोसँग पाकेको छ। अब यो यतिको भइसकेपछि अघि फ्राई गरेर राखेको पनिरलाई यसैमा राखेँ अनि पनिर राखिसकेपछि हामीहरू यसरी चलाउँदै केही समय पकाउनु पर्छ। पनिरमा नुन मसलाहरू राम्रोसँग लाग्ने गरी यसरी चलाउँदै हामी केही समय भुट्दै गर्छौं। यसरी पकाएको पनिर र मटरको तरकारी खानका लागि असाध्यै मिठो हुन्छ। अब यो हेर्नु त यतिको बनेको छ।
अब यो यतिको भुटिसकेपछि मैले हरियो धनियाँको पत्ता राख्दैछु। यो राखिसकेपछि पनि यसलाई केही समय हल्का चलाएर पकाउनु पर्छ। मटर पनिरको तरकारी यसरी पकाउँदा खान पनि मिठो हुनुका साथै पकाउन पनि छिटो हुन्छ। यदि हजुरहरूसँग हरियो मटरको सस छैन भने सुकेको हरियो मटरलाई लिएर भिजाएर सिटी लाएर पकाउन पनि सकिन्छ। हेर्नु त, हेर्दै खाउँ खाउँ छैन त मटर पनिरको तरकारी। यसरी बनाएको मटर पनिरको तरकारी भातसँग खाँदा पनि मिठो हुन्छ भने रोटीसँग खाँदा पनि मिठो हुन्छ, चिउरासँग खाँदा पनि मिठो हुन्छ। आजको रेसिपी कस्तो लाग्यो साथीहरू? मटर पनिरको तरकारीको रेसिपी मैले जानेको रेसिपी सेयर गरेँ। हजुरहरूले कसरी बनाउनुहुन्छ, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, पुरा भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।